हाई डियर फ्रेन्ड्स, आज तपाईहरुलाई मैले एउटा यस्तो ठाउँमा लिएर आइरहेको छु। हाम्रो लोवर बमबस्तीको यो दंगाल गाउँमा एउटा सनरोङ स्विमिङ पुल खोलेको रहेछ। मैले त आजै देख्दैछु। म त यहाँ कहीँ जाने बाटो बनाएको होला भनेको त मेरो श्रीमतीले भन्नुभयो, यो उकालो केही छ होला स्विमिङ हेर्न जाउँ न भन्नुभयो। अनि उहाँको अगुवाईमा म जाइरहेको छु। यहाँनिर देख्नु हुँदैछ बोरामा यसरी माटोहरू खाँदेर यस्तो एउटा ब्रिक्स बनाएको रहेछ। कति राम्रो देखिरहेछ है। यो पनि एउटा आर्ट नै हो। हेर्नुहोस् है साथीहरू, लगिरहेको छु। एकदमै राम्रो एक्साइटिङ प्लेस। यस्तो ठाउँ रहेछ, बनिँदै रहेछ, निर्माणाधीन रहेछ। यहाँनिर स्विमिङ पुलहरू है, स्विमिङ पुल रहेछ र हामी लागिरहेको छौँ। म त के को लागि बाटो होला भन्दै थिएँ। यसरी नै ब्रिक्सहरू बनाएर एउटा पोल्युसन हुँदैन है। श्री सत्य साई बाबाको सेन्टरमा पनि यस्तो बनाउँछन्। मैला युज भएको सिसाहरूलाई चाहिँ बोतलमा खाँदेर है त्यसरी ब्रिक्स बनाउने गर्छन्। त्यो चाहिँ पोल्युसन बचाउनु हो, पोल्युसन बचाउनु, इन्भाइरोमेन्टलाई सेभ गर्नु हो, युजेस पनि युटिलाइज। अब देख्नु हुँदैछ हामी यहाँ पुग्न लागिरहेको छौँ। कति राम्रो घरहरू रहेछ यहाँनिर। यस्तो बनिसकेको हुन थाहा पनि छैन। यहाँनिर पनि पार्किङ रहेछ है, पार्किङ प्लेस बनाएको छ, गाडीहरू त्यहाँ रोकिरहेको छ। म श्रीमतीलाई यतातिर जाउँ न भनेको थिएँ, तर उहाँले होइन यतै जाउँ न भनेर। श्रीमतीहरू ज्ञान हुन्छ नि त, कि स्विमिङ पुलतिर नै लाँदैछ उहाँले। यता आउनुहोस् न भनेर भन्दैछ। त्यता त घर मात्रै छ भनेर भन्नुहुँदैछ। म्यानेजर घर मात्रै रहेछ त्यो विपरीतपट्टि। अब हामी स्विमिङ पुलतिर लागिरहेका छौँ। हेर्नु साथी कस्तो लाग्यो। र हाम्रो लोवर बमबस्तीमा अब धेरै सजिँदैछ। होमस्टेहरू बनिसकेको छ थुप्रै। एउटा होमस्टे लजिङ पनि हो। अब भने निर्माणाधीन छ, यो भर्खरै निर्माणाधीन छ। बनाउँदैछ राम्रो। अब चमक धमक बनाउनु पऱ्यो। कतिलाई मान्छेले सुरु गरेको होला सनरोङ स्विमिङ पुल भन्ने। सानोरङ कि सनरोङ के छ त्यस्तो उच्चारण। यहाँ रोडा बिछाउने काम हुँदो रहेछ। अनरलाई पनि भेटिन्छ कि भन्नुहुन्छ, र अनरले भेटिएन। नत्र भने विचारहरू पनि सोध्नुपर्ने थियो। ठिकै छ, नेक्स्ट भिडियोमा जब कम्प्लिट हुन्छ फेरि त्यो कम्प्लिट भएर चाहिँ तपाईँहरूलाई म भिडियो अवश्य पनि प्रस्तुत गर्नेछु। मैले त्यो तपाईँलाई यहाँ तपाईँहरूले डिस्क्रिप्सनमा हालिदिएको छु। आउनुहुन्छ आउनुहोस् भनेको त मेरो मेसेज पुरा हाँसी। किनभने भर्खर सुरु त नभएछ कसरी यति बेला आयो त फेरि यता न उता हुन्छ भनेर हाँस्नु हुँदैछ। यो कति राम्रो देखेको छ। पुल चाहिँ तयारी भएछ है। अब यसको पनि कतिवटा कम्प्लिट भएको छैन। यहाँ समाउने ठाउँहरू पऱ्यो है। पानीबाट बाहिर निक्लिने ठाउँहरू बनाउँदै रहेछ भर्खर यो रड है। यस्तो छ भर्खर निर्माणाधीन रहेछ है। त्यो चाहिँ अब टेक केयर गर्ने ठाउँ होला, बुकिङ काउन्टर होला। परि चाहिँ म्यानेजरको घर देखिरहेको। म्यानेजर कम मालिक होला। कसको नेपालीको त पटक्क होइन जस्तो लाग्यो। नाम सुन्दा चाहिँ फेरि नेपाली जस्तो लागिरहेछ, लेप्चाको जस्तो लागिरहेछ। कसको त्यसको बारेमा म धेरै जानकारी लिएर समक्षमा नेक्स्ट भिडियोमा प्रस्तुत गर्ने नै छु। र यस्तो राम्रो ठाउँ, दृश्य पनि राम्रो देख्दछ। पारी है, झन्डी डाँडाहरू पनि देखिन्छ है। पारी रेली पारी पनि देखिन्छ मजाले। कागे सुरुक समथार पारी देखिँदैछ। राम्रो लाग्यो मलाई। यस्तो ठाउँमा आज पाउनु पायो, हजुरलाई प्रस्तुत गर्न पाएँ र खुसी लाग्यो। आजको मर्निङ वाक आएको पनि फाइदाजनक नै भएछ। हेर्नुहोस् कति राम्रो देखाएको छ म्यानेजरको कटेज। हेर्नु वे पनि मजाको बनाएको रहेछ त्यहाँसम्म जाने है। ल त नेक्स्ट भिडियो पुरा भविष्य दिनेछु।